यो क्वेसन चाहिँ यसमा fx फंक्सन दिएको छ अनि यहाँ चाहिँ दुईटा फंक्सन जोडेर दिएको छ अनि हामीले सिंगल फंक्सन निकाल्नु भनेको छ है त। सो हामीलाई सिंगल फंक्सन चाहिएको छ भने यो युज गर्ने किन यसमा पनि g छ यहाँ पनि g छ। सो g fx is equal to 18x plus 41। अब fx को भ्यालु हामीसँग छ 2x plus 5 is equal to 18x plus 41। हामीलाई यहाँ अब gx मात्र चाहिन्छ, एउटा टर्म चाहिएको छ, त्यही भएर यसलाई चाहिँ एउटा बनाउनु पर्यो सुरुमा। अब हामीले यहाँ gx लेख्न पनि हुन्थ्यो, फेरि xx हुन्छ, त्यही भएर x को ठाउँमा चाहिँ यो भाग भनेको हामीले यसलाई के माने x को छोटाहरु माने है त एकछिनको लागि। सो हामीले यसलाई b मान्यौं अरे सपोज। सो gb, सो b भनेको कति हुने भयो 2x plus 5। यति भएपछि g यो b भयो। अब 18, अब यहाँ पनि b लेख्यो भने फेरि यस्तो हुन्छ, यो जस्ताको त्यस्तै हो। त्यही भएर यसलाई के गर्ने भने यसलाई फेरि x को टर्ममा ल्याउने, इन्भर्स गरे जस्तै। इन्भर्सै गरेको हैन तर x को टर्म बनाउने, b - 5/2 एरेन्ज गर्ने। सो यहाँ b लेखिसकेपछि हामीले अब b को टर्ममा आयो नि त, यो पनि यहाँ b भएपछि अब 2 * b - 5/2 b को टर्ममा आयो, b भयो अनि प्लस 41, सरी यो 18 है त। सो यो सल्भ गर्ने 2 9 जा 9b - 5 प्लस 41, यो सल्भ गर्दा 9b 9 5 जा 45 प्लस 41 इज इक्वल टु 9b - 4। सो gb इज इक्वल टु यो भयो। तर हामीलाई x लेख्नु छ भने b र b को ठाउँमा x लेख्दिने आफै चेन्ज हुन्छ। सो दिस इज द एन्सर। यहाँ चाहिँ किन x को टर्ममा लेट b लेट गर्यो अनि त्यसपछि फेरि x किन बनाएको भन्दाखेरि यो टर्म b अनि यो टर्ममा पनि b बनाउनको लागि गरेको है त। फेरि डाइरेक्ट b हाल्यो भने चाहिँ यो लेट गरेको काम हुँदैन नि त, मतलब लेट गरेर डाइरेक्ट जस्ताको त्यस्तै हुन्छ। त्यही भएर यो क्याल्कुलेसन हुँदैन, त्यही भएर यसलाई चाहिँ x को टर्ममा चेन्ज, x लाई b को टर्ममा चेन्ज गरेर पुरै रिप्लेस गर्ने। यो पुरै रिप्लेस गर्दाखेरि यता पनि पुरै रिप्लेस हुनु पर्यो। अलिकति ट्रिकी छ तर यु क्यान डु इट इजिली।